Hello and namaste. Good morning everyone. It's me Rajendra. Welcome back to my another new vlog. सम्पूर्ण साथीहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। मैले चाहिँ आज कहाँको भ्लग गर्न लागेको छु भन्दाखेरि इन्डिया। म अहिले इन्डियामा छु। जो यो भिडियो बनाउनुको मुख्य उद्देश्य के भन्दाखेरि नि इन्डिया त नेपाल भन्दा त कति 100 गुना नै माथि धेरै अघि रहेछ विकासमा है। विकासको कुरा गर्ने हो भन्दाखेरि जो सर्वप्रथम हजुरहरूले यो पुल हेर्नुस् है। जुन यो पुल छ नि यो रोड क्रसिङ पुल यो चाहिँ पुरै स्टिलले पुरै आइरनले बनेको रहेछ, फ्लामले बनेको रहेछ। यो पुरै फ्लामले पुरै बनेको रहेछ है। यो हेर्न सक्नुहुन्छ गाइस। यो छ नि यो पुल जुन पुल छ नि यो चाहिँ पुरै फ्लामले बनेको रहेछ है त। हेर्न सक्नुहुन्छ हजुरले यो जुन पुल चाहिँ अहिले कति टनले बनेको हो, कति टन फ्लामले बनेको हो। हाम्रो नेपालमा त यो सिमेन्टले बनेको हुन्छ नि त गाइस। सो यहाँ चाहिँ पुरै आइरन फ्लामले बनेको रहेछ। सो सोही क्रममा हजुरहरू हेर्न चाहनुहुन्छ भने चाहिँ इन्डियाको रोड हेर्न सक्नुहुन्छ जुन चाहिँ नेपालको भन्दा कति गुना है। यो चाहिँ हेर्न सक्नुहुन्छ गाइस हजुरले इन्डियाको रोड नेपाल भन्दा कति गुना। म चाहिँ अहिले इन्डियाको नीलखण्ड भन्ने ठाउँमा छु। यहाँबाट चण्डीगढ पुग्न चाहिँ अलि समय लाग्ने रहेछ, 1-2 घन्टा लाग्ने रहेछ। सो गाइस यही नै हो। इन्डिया र नेपालमा धेरै ग्याप रहेछ के डेभलपमेन्ट हेर्ने हो भन्दाखेरि। हाम्रो अब इन्डिया त अति नै राम्रो पनि रहेछ। त्यो अब हिजो हिँडेको अब हिजो नाइटमा हिँडेको अब भ्लगिङ गर्न सकिएन, त्यसको लागि माफी चाहन्छु। सो अहिले चाहिँ मैले हजुरलाई इन्डियाको बेस्ट ठाउँहरू देखाउने छु है त। अहिलेको लागि चाहिँ मैले भिडियो स्किप गरेँ। हेलो एभ्रिवान, यो हजुरहरूले जति पनि गाडी देखिरहनु भएको छ नि यो सबै नेपालीहरू आएको गाडी हो। जो चाहिँ इन्डियामा भनौँ न श्रमिकको लागि आएका मान्छेहरू छन् यो गाडीभित्र धेरै जसो। नेपालबाट केही रोजगारीको अवसर पाउँछौँ कि गर्छौँ कि भनेर आएका व्यक्तिहरू पनि छन्। सब गाडी हेर्न सक्नुहुन्छ जति पनि गाडी छ नि 1 2 3 4 5 6 7 गाडीहरू हेर्न सक्नुहुन्छ हजुरले। पुरै सूर्यफुल है। सायद यही सूर्यफुलको तेल निकालेर नेपालमा सप्लाई हुन्छ होला जस्तो मलाई लाग्छ। किनकि हेर्न सक्नुहुन्छ हजुरले पुरै फाट्के उता पछाडि हेर्न सक्नुहुन्छ पुरै सूर्यफुल मात्रै छ कि आम्मा। यता अगाडि नि यार अगाडि पुरै पछाडि पुरै चारैतर्फ के लगभग कति बिघामा यहाँ सनफ्लावर मात्रै लागेका रहेछन् है। म अगाडिको दृश्य नै देखाउँछु हजुरलाई। उता हेर्नुहोस् यो चाहिँ अलिअलि फुलेको रहेछ, फुल्न लागेको रहेछ। उता पनि हेर्नुहोस् त्यो उताको पनि सनफ्लावरै हो। अनि त्यो उतादेखि लिएर उता सबै यो चाहिँ पुरै सनफ्लावरै रहेछ। चाहिँ यता आएको छु त्यही हो गाइस। इन्डिया चाहिँ राम्रो रहेछ ठाउँ।
साथीहरू करिब 2-4 दिनको यात्रापछि म चाहिँ इन्डियाको वान अफ द बेस्ट टुरिस्ट प्लेस है भनौँ न टुरिस्टहरूको आउजात भइराख्ने ठाउँमा छु जहाँ कि कामको सिलसिलामा आएर यहाँ काम गरिरहनु भएको रहेछ देखियो पनि है त। सो म चाहिँ 4-5 दिनपछि यहाँ इन्डियाको कुन ठाउँ यार ठाउँको नाम चाहिँ थाहा भएन, अर्को भ्लगमा हाल्छु मैले ठाउँको नाम चाहिँ। यो चाहिँ मेरो भनौँ न इन्डियाको बोर्डर वारीदेखिको भ्लग छ जुनमा चाहिँ हजुरहरूले अगाडि हेरिसक्नुभयो होला। यो चाहिँ भ्लगको मैले एन्डिङ गर्नको लागि यो भिडियो बनाएको जुन चाहिँ मेरो अत्तो थिएन 3-4 दिनसम्म, किनकि यात्राको क्रममा मैले भिडियो बनाउन पाएन है। करिब अलिअलि भिडियो बनाएको छु, त्यो नि मैले अगाडि एडिट गरेर हालेको छु। कृपया हजुरहरूले त्यो हेर्नु होला, हजुरहरूलाई कस्तो लाग्छ। म चाहिँ हजुरहरूलाई एकछिन यो ठाउँको दृश्य देखाएर भ्लगको एन्डिङ गरिदिन्छु है त। फेरि हजुरहरूसँग नयाँ भ्लगमा भेट्नेछु जहाँ कि म यो ठाउँको छ नि, यो ठाउँको वान अफ द बेस्ट ठाउँमा गएर भ्लग गर्नेछु। त्यही गाइस, सो एकछिन जानुभन्दा पहिला हजुरहरूले यहाँको दृश्यको मजा लिनुहोस् है त। सो गाइजहरू, यो ठाउँ चाहिँ हो है जुन ठाउँमा चाहिँ अहिले म छु। म यहाँदेखि अझै भित्र जानेछु है त। सो भ्लगिङको लागि चाहिँ यो जुन पारीको डाँडा देखिरहनु भएको छ नि, करिब 2-4 दिनदेखि मैले यो यति राम्रो लाग्यो कि मैले स्टोरी हालिरहेको छु क्या फेसबुकहरूतिर, टिकटकको स्टोरीतिर। सो यो वाला छ नि वान अफ द बेस्ट, मेरो फेभरेटै लाग्यो है। बिहान उठ्दा नि यो देखिन्छ, सुत्दा नि यो देखिन्छ है। सो यो चाहिँ भयो हाम्रो इन्डियाको भनौँ न ब्युटिफुल दृश्य। सो हजुरहरूलाई म अर्को भ्लगमा चाहिँ अरू राम्रो ठाउँमा लगिदिन्छु है। यहाँ कता एउटा किला पनि छ अरे जहाँ चाहिँ पौराणिक कथा अनुसार त्यहाँको हिस्टोरी धेरै लामो छ। सो आजको लागि चाहिँ मैले भ्लग एन्ड गर्दैछु। अरू यदि भिडियो मन पर्यो भने लाइक एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि म हजुरहरूसँग अर्को भ्लगमा भेट्नेछु है त। नमस्ते, बाबाई। उहाँ चाहिँ हाम्रो ब्रदर है।